जे भए पनि यो काम चाहिँ हाम्रो सुदन गुरुङले राम्रो गरे। मैले हाम्रो देशको तर्फबाट अलि माफी मागे हजुरहरूलाई है, राज्यको तर्फबाट जति पनि हाम्रो नेताहरूले तपाईँलाई दुःख दिनुभयो। नेपालीसँग माया गर्नुभएको थियो, बिहे गर्नुभएको थियो, नेपाल फर्किनु भयो र कोभिडको टाइममा उहाँको कामको लागि सम्पूर्ण नेपालीको तर्फबाट म तपाईँलाई सेल्युट गरेँ। थ्याङ्क यू सो मच। बाहिर जा 25 लाख यसरी लिएर स्वदेश फर्किन 25 लाख माग्थ्यो। 25 लाख कसले माग्थ्यो? इमिग्रेसनले मागेको मेरो। 4 जना नागरिकलाई यसरी राख्नुको साटो हाम्रो उता यत्रो नागरिक काम गर्दैछ, उनीहरूको संरक्षणको लागि भए पनि हामीले त यो बाइल्याटरल कोअर्डिनेसन त गर्नुपर्ने छ नि त। सबै गर्ने ल, दुःख पायो धेरै। तपाईँ कल्पना गर्नुहोस्, उहाँ आफ्नो देश छोडेर एकजना नेपालीसँग विवाह गरेर स्वदेश फर्किनु भयो। 14 वर्ष भयो नेपाल बसेको र भन्दै हुनुहुन्छ आफ्नै श्रीमानले जसको मायामा उहाँ नेपाल आउनुभयो त्यही श्रीमानले उहाँलाई कुटपिट गर्थे, पीडाहरू दिन्थे। तराई मुलकै व्यक्तिसँग बिहे गरेको कारण उहाँले मैथिली सिकिसक्नु भएको छ र नेपाली बोल्न गाह्रो छ। उहाँ भन्दै हुनुहुन्छ म सिराहामा बिहे गरेका थिएँ तर श्रीमानले कुटपिट गर्थ्यो। समस्या मारे पिते अनि कामदाना नि करे त गर्छ बगा तपाईँको पीडा अलिकति बताउनुहोस् के छ? मेरो श्रीमान मलाई के पनि गरेन, मेरो श्रीमान बित्नु भएको। मलेसियामा हाम्रो यत्रोजना दाजुभाइहरू हुनुहुन्छ, कुनै दिन हाम्रो समस्या पऱ्यो भने हामीले मलेसियालाई भन्नु पर्दैन, त्यतिखेर के गर्ने? नेपाल राम्रो लाग्यो आजबाट। नेपाल केटासँगै मानवता देखाउने प्रयास गरिरहेका छौँ। जुन पछिल्ला सरकारहरूले गर्न नसकेको कामहरू सरकार र कुर्सीमा झन्डावाला गाडीमा बस्नै पर्दैन मानवताको लागि। यसरी पनि काम गर्न सकिन्छ। सबैले मान्नुपर्छ होइन, सबैले सपोर्ट गरौँ, यस्तै यस्तै काम गर्दै जाउँ, राम्रो काम गरौँ होइन। सबैलाई खुसी बनाउने काम गरेका छन् यो कामले चाहिँ होइन। यस्तो काममा चाहिँ सबैले एप्रिसिएट गरौँ होइन, सबैले साथ दिउँ, सपोर्ट दिउँ र यो टिकटक आइडीलाई फलो गर्न पनि नबिर्सनु होला है साथी।